हजुरहरूलाई खाजा के खाम भनेर आत्तिनु भयो होला। तपाईहरुको लागि भनेर मैले होम डेलिभरीको सुविधा गर्दिकी छु है। ब्रेड रोल पटाटो यथार्थ घरमै बनेको आलु ब्रेड चीजदेखि एकदम हेल्दी खाना हो है। सुरुमा त मैले एउटा फ्रेश ब्रेड लिएर आएकी छु, आलुलाई मसिनो चोप गराएकी छु र फ्रेश चीज लिएर आएकी छु है। सफा पानीमा ब्रेड 4 टुक्रा काटेर त्यसमा भिजाएर आलु राखेर माथिदेखि चीज राखेर त्यसलाई मजाले सेप दिएकी छु है। तपाईहरुले देख्न सक्नुहुन्छ यसरी सेप दिएर तातो तेलमा सरर फ्राई गरेकी छु है। कति जनाहरुले दिदी तपाईको हातको खाम न, तपाईले एउटा होटल खोल्नु न भनेका थिए। त्यही कारणले होटल खोल्न नसके पनि मैले तपाईहरुको लागि भनेर होम डेलिभरीको व्यवस्था गर्दिकी छु ल। यसरी रेडी हुन्छ हाम्रो ब्रेड चीज पटाटो है। उता तेल पनि उम्लियो, यता रोल पनि हालेर रातो रातो हुनतर्फ लागेपछि दायाँ बायाँ उल्टाई पुल्टाई गरेर मैले एउटा प्लेटमा राखेकी छु है। मलाई यो खाजा मन पर्यो र कोलाई चाहियो भने तपाईहरुले मलाई इन्स्टा या टिकटक या मैले दिएको नम्बरमा मेसेज या कल गर्नुभयो भने होम डेलिभरी हुन्छ ल। यदि तपाईलाई यो खाजा मिठो लागेन भने तपाईहरुले कमेन्टमा गर्न सक्नुहुन्छ र पैसा पनि रिटर्न हुन्छ ल।